5 बजे त्यसबेला जेनजीका साथीहरू सुदन गुरुङ लगायत उहाँहरूले मिल्नुपर्छ दाइ, यसरी चाहिँ हुँदैन भनेर म सँगै गएर जेनजीका साथीहरूसँग गएर मैले त्यहाँ एउटा म जुनसुकै छोड्न तयार छु, मिलौँ भनेर उहाँले जबरजस्ती लगेर चाहिँ त्यहाँ गएर म मिल्नुपर्छ, उहाँहरूकै अनुरोध अनुसार पनि यो मिल्नुपर्छ भन्ने कुराहरूमा चाहिँ मिल्नुपर्छ र सबै एउटा जेनजीका साथीहरूको चाहिँ भावना र सम्पूर्ण नेपाली जनताको भावनालाई कदर गर्नुपर्छ भनेर हामीले सहमति गरेका थियौँ। त्यो सहमति कार्यान्वयन हुन सकेन। त्यो सहमति कार्यान्वयनको चरणमा धेरै समस्याहरू आयो र हामीले अन्तिम चरणमा सबै छोडेर पनि सहमति कार्यान्वयन गर्ने भनेर हिजो बेलुका मात्रै हामीले निर्णय पनि गरेका थियौँ। त्यही केही कुराहरूमा स्पष्टता गरेर अगाडि बढ्ने भनेर गरेका थियौँ। तर त्यो कुरा गर्दा गर्दै उहाँहरूले आज एकतर्फी तोड्नुभयो। त्यो भएको हुनाले आज हामी पनि बाध्य भएर अहिलेको परिस्थितिमा एक्लै भए पनि अगाडि बढ्नुपर्ने परिस्थिति आएको छ। यो परिस्थितिलाई तपाईँहरूले बुझिदिनु हुन म अनुरोध गर्दछु।